नमस्ते सबैजनालाई वेलकम टु एकाउन्ट शिक्षा। आजको यो भिडियो हाम्रो क्लास 12 टेन्डर सिट रिलेटेड रहनेछ र यस भिडियोमा मैले ओल्ड इज गोल्ड बुकबाट क्वेसन नम्बर 29 लिएर आएको छु। यो हाम्रो पेज नम्बर 251 मा रहेको क्वेसन हो र हामीलाई 2081 मा सोधिएको क्वेसन हो है। अब ढिला नगरिकन विल गो टु द क्वेसन। अब हाम्रो कस्ट सिट र टेन्डर सिटको क्वेसन आउने बेलामा चाहिँ हामीलाई यसरी दुईटा पार्ट आउँछ। यो माथि जति पनि डाटा दिएछ यो हाम्रो कस्ट सिट प्रिपेयर गर्नको लागि दिएको डाटा, अनि यो जुन तल्ला हामीलाई डाटा दिएछ यो चाहिँ हामीलाई टेन्डर सिट प्रिपेयर गर्नको लागि दिएको डाटा है। फेरि यसरी माथि र तल्ला मात्र हेर्नु भएन, तपाईले यो लाइन्सहरुलाई अलि पढ्नुपर्छ, किनकि कहिले कहिले हाम्रो टेन्डर सिटको डिटेल्स माथि दिने अनि कस्ट सिटको डिटेल्स तल्ला दिने पनि हुन सक्छ, त्यही भएर क्वेसन पढ्नुपर्छ है। सो कस्ट सिट भनेको हामीले हैन यो कस्ट डिटरमाइन गर्न कति खर्च लाग्यो त नि, हाम्रो जति पनि सामान प्रोडक्सन भयो त्यो प्रोडक्सन भएको सामानमा हैन त्यसमा कति खर्च लाग्यो अथवा त्यसलाई प्रोडक्सन गरेर बेच्नेसम्म त्यसमा कति खर्च लाग्यो भनेर त्यो डिटरमाइन गर्नको लागि बनाउने स्टेटमेन्ट चाहिँ हाम्रो कस्ट सिट भयो। अनि टेन्डर सिट भनेको चाहिँ यो चाहिँ हामीले भोलिको लागि प्राइस एस्टिमेट गर्ने हो कि। सो टेन्डर सिट इज फर टुमोरो, त्यही भएर कस्ट सिटमा चाहिँ हामीले प्रिभियस डाटालाई युज गरेर क्याल्कुलेसन गर्नुपर्छ, तर टेन्डर सिटमा चाहिँ हामीले भोलिको एस्टिमेसन गर्ने। सो तपाईले कतै पनि यो एस्टिमेट हैन फर नेक्स्ट इयर हैन फर टुमोरो भोलिको लागि भनेर यसरी यो एस्टिमेट भन्ने टर्म तपाईले देख्नु भयो भने तपाईले बुझ्नुपर्छ यो चाहिँ हामीलाई के को डाटा दिएको, यो टेन्डर सिटको डाटा दिएको है। सो यहाँ पनि हेर्नुस् त, कम्पनी वान्ट्स टु एस्टिमेट द टोटल कस्ट भनेपछि यो हामीलाई दिएको डाटा यो टेन्डर सिटको लागि, अनि यो माथि दिएको डाटा चाहिँ के को लागि हुने भयो, कस्ट सिटको लागि हुने भयो है। अब यो टेन्डर सिट प्रिपेयर गर्दा हामीले तीनटा स्टेप फलो गर्नुपर्छ। सो मैले यहाँ स्क्रिनमा तपाईलाई शो गरेछु, यु क्यान टेक द स्क्रिनशट। सो प्रिपरेसन अफ टेन्डर सिटमा हाम्रो पहिलो स्टेप भनेको कस्ट सिट प्रिपेयर गर्नुपर्छ है। अब सेकेन्डमा चाहिँ हामीले क्याल्कुलेसन अफ पर्सेन्टेज गर्नुपर्छ। अब यो पर्सेन्टेज क्याल्कुलेट गर्ने मैले के को भन्दा मेरो जुन कम्पनीको तीनटा खर्च छ नि, एउटा फ्याक्ट्री ओभरहेड, अर्को छ मेरो अफिस एन्ड एडमिनिस्ट्रेटिभ ओभरहेड, अनि अर्को छ मेरो सेलिङ एन्ड डिस्ट्रिब्युसन ओभरहेड। यो तीनटै ओभरहेडको मैले पर्सेन्टेज क्याल्कुलेट गर्नुपर्छ है। अब कसरी क्याल्कुलेसन गर्ने भन्दा यो चाहिँ मैले यहाँ स्क्रिनमा राखेको छु, अब क्वेसन गर्ने बेलामा हामीले डिस्कस गरौँला। अब यो हाम्रो सेकेन्ड स्टेप भयो। अब सेकेन्ड पछि हाम्रो थर्ड स्टेपमा के गर्छ, हामीले टेन्डर सिट के गर्नु पर्यो, प्रिपेयर गर्नु पर्यो। सो स्टेप 1 कस्ट सिट बनाउने, स्टेप 2 मा क्याल्कुलेसन अफ पर्सेन्टेज गर्ने, अनि स्टेप 3 मा हामीले के गर्नु पर्दो रहेछ, वी हेभ टु प्रिपेयर अ टेन्डर सिट। सो पहिला स्टेप 1 गर्नु पर्यो। स्टेप 1 रहेछ हाम्रो कस्ट सिट बनाउने है। सो मैले चाहिँ यो फर्मेट पहिल्यै रेडी पारेको छु ल, यो पर्टिकुलर्स अनि दुईटा एमाउन्ट कलम। अब यो कस्ट सिटको डिटेल हामीलाई नर्मल जुन कस्ट सिटको मात्र क्वेसन आउँछ त्यसरी दिँदैन। यसमा चाहिँ ओपनिङ क्लोजिङ स्टकहरू हामीलाई दिएको हुँदैन, डाइरेक्ट मेटेरियल्सहरू हैन यो खर्च दिएको हुन्छ, यसैको एन्ट्री तपाईले गर्नु पर्यो है। सो यहाँ हेर्नुभयो भने ल हेर्नुस् त, पहिला हामीले जहिले पनि डाइरेक्टबाट सुरु गर्नुपर्छ है, डाइरेक्ट एक्सपेन्सेसबाट सुरु गर्नु पर्यो। यो सबै कम्पनीमा लाग्ने डाइरेक्ट खर्च जोडेपछि हाम्रो के आउँछ, प्राइम कस्ट आउँछ। त्यही भएर पहिला डाइरेक्ट खर्चहरू तपाईले क्वेसनमा खोज्नु पर्यो। सो यहाँ हेर्नुभयो भने एउटा डाइरेक्ट मेटेरियल दिएछ 3 लाख, अर्को हामीलाई डाइरेक्ट वेजेस दिएछ 2 लाख। अब यो दुईटा बाहेक अरु कुनै पनि डाइरेक्ट एक्सपेन्सेस त हामीलाई दिएको छैन नि त। अहिले चाहिँ तपाईले यो तल्लोको डाटा हेर्नु भएन है, यो हाम्रो टेन्डर सिटको लागि हो। यो माथि जुन डाटा दिएछ यति मात्र मेरो कस्ट सिटको लागि दिएको डाटा। त यसमा त हाम्रो अरु डाइरेक्टै पनि छैन। सो यो पहिला सुरु गर्दा हामीले केबाट गर्नु पर्यो, डाइरेक्ट एक्सपेन्सेस, डाइरेक्ट खर्च जति पनि छ सबैलाई राख्नुपर्छ है। सो हाम्रो फर्स्टमा दिएको छ डाइरेक्ट मेटेरियल, सो कति दिएछ भन्दा 3 लाख। सो यहाँ मैले 3 लाख भनेर राखेँ। त्यसपछि हामीलाई अर्को के दिएछ हेर्नुस् त ल, डाइरेक्ट वेजेस भनेर दिएछ। सो डाइरेक्ट वेजेस हामीलाई दिएछ 2 लाख। अब यो 3 लाख र 2 लाख तपाईले एड गरिदिनु भयो भने यो बाहिर हाम्रो आउटर कलममा कति आउने भयो, 5 लाख।
अनि यो 5 लाखलाई मैले यहाँ नम्बरिङ पनि गरिदिएँ है। मैले ए गरेँ, तपाईँले 1 जे लेख्दा पनि भयो। अब डाइरेक्ट खर्च जति सबै जोडिदियो भने हाम्रो के आउँदो रहेछ भन्दा प्राइम कस्ट आउँछ हैन। अब यो प्राइम कस्ट आएपछि हामीले हाम्रो कम्पनीको जुन खर्च छ नि, तीनटा खर्च, त्यो सबैलाई जोड्दै जानुपर्छ कि। एउटा फ्याक्ट्री ओभरहेड, एउटा हैन अफिस एन्ड एडमिनिस्ट्रेटिभ ओभरहेड, अनि त्यसपछि थर्डमा हाम्रो आउँछ सेलिङ ओभरहेड। सो पहिला केलाई जोड्नु पर्यो? फ्याक्ट्री ओभरहेड। पहिला फ्याक्ट्रीको खर्च जोड्नुपर्छ है। सो एड फ्याक्ट्री ओभरहेड भनेर राख्छु। ल अब क्वेसनमा जानुस् त। यहाँ फ्याक्ट्री रिलेटेड खर्च है, कि त फ्याक्ट्री कि त इन्डाइरेक्ट खर्चहरू, जस्तै इन्डाइरेक्ट मेटेरियल, इन्डाइरेक्ट लेबर भनेर देला कहिले, तर यहाँ चाहिँ दिए छैन। हामीलाई डाइरेक्ट फ्याक्ट्री ओभरहेड भनेर कति दिएछ? 60,000। अब अरू त के पनि छैन फ्याक्ट्री रिलेटेड हैन। सो यहाँ फ्याक्ट्री ओभरहेडमा मैले 60,000 राखिदिएँ। अब यो हरेक खर्चलाई माथि जोड्दै जानुपर्छ नि त मैले। सो यो 60 र 5 लाख जोड्यो भने कति आयो मेरो? यहाँ 5,60,000 आउने भयो। अनि दिस इज माई बी है। ल अब प्राइम कस्टमा फ्याक्ट्री खर्चलाई जोडेपछि के आउँछ मेरो भन्दा फ्याक्ट्री कस्ट आउँछ। अब यो फ्याक्ट्री कस्टको अर्को नाम वर्क कस्ट पनि हो। वर्क भने पनि फ्याक्ट्रीकै खर्च हो है, त्यो तपाईँले यहाँ सम्झिनुपर्छ। अब फ्याक्ट्री कस्ट आएपछि अब मैले सेकेन्ड खर्चलाई जोड्छु, जुनलाई मैले के भन्छु? अफिस एन्ड एडमिनिस्ट्रेटिभ ओभरहेड। सो यहाँ तपाईँले जोड्नु पर्यो अफिस एन्ड एडमिनिस्ट्रेटिभ ओभरहेड। अब अफिस एन्ड एडमिनिस्ट्रेटिभ ओभरहेड के छ, कसरी दिएछ, क्वेसनमा गएर हेर्नु पर्यो। सो यहाँ हेर्नुभयो भने फ्याक्ट्री ओभरहेड हाम्रो गयो। अब अर्को के छ? एडमिनिस्ट्रेटिभ ओभरहेड। हाउ मच इज गिभन? 56,000। सो यसको तपाईँले यहाँ एन्ट्री गर्नु पर्यो है। सो एड अफिस एन्ड एडमिनिस्ट्रेटिभ ओभरहेड भनेर यहाँ कति राखेँ मैले? 56,000। अब यो 56 लाई तपाईँले माथिको खर्चमा जोड दिनु पर्यो के। सो यहाँ 5,60,000 छ, त्यसमा 56,000 जोड दिनु भयो भने हाम्रो कति आउँदो रहेछ? 6,16,000। ल फ्याक्ट्री कस्ट आयो। फ्याक्ट्री कस्टमा अफिस ओभरहेड जोडेपछि हामीले जे कस्ट सिटमा गर्थ्यो त्यही स्टेप फलो गर्नुपर्छ है यहाँ पनि। अब के आउँछ अब मेरो भन्दा? कस्ट अफ प्रोडक्सन आउँछ। सो यहाँ कस्ट अफ प्रोडक्सन भनेर राखेँ। अब तपाईँले कस्ट सिट प्रिपेयर गर्दा है, नर्मल कस्ट सिट प्रिपेयर गर्दा कस्ट अफ प्रोडक्सनमा तपाईँले ओपनिङ र क्लोजिङ स्टक अफ वर्क इन प्रोग्रेसलाई अथवा फिनिस गुड्सलाई यहाँ के गर्थ्यो? प्लस माइनस गर्थ्यो। तर यो टेन्डर सिटसँग हामीलाई जुन कस्ट सिट प्रिपेयर गर्ने आउँछ, यसमा चाहिँ हामीलाई ओपनिङ र क्लोजिङ स्टक अफ डब्लुआइपी फिनिस गुड्सहरू दिएको हुँदैन कि। त्यही भएर अब ओपनिङ र क्लोजिङ स्टक दिए छैन भने यो जुन मेरो कस्ट अफ प्रोडक्सन आयो नि 6,16,000, यही नै मेरो कस्ट अफ गुड सोल्ड हो भनेर तपाईँले बुझ्नुपर्छ है, किनकि ओपनिङ र क्लोजिङ स्टक छैन नि त हाम्रो। सो दिस इज आवर कस्ट अफ गुड सोल्ड ओन्ली। सो अब यसमा फेरि मैले ल मेरो दुईटा खर्च है, एउटा फ्याक्ट्री ओभरहेड मैले जोडेँ, त्यसपछि अर्को जोड्नुपर्ने अफिस ओभरहेड, दुईटा भयो। अब थर्डमा मैले कुन खर्चलाई एड गर्नु पर्दो रहेछ भन्दा सेलिङ एन्ड डिस्ट्रिब्युसन ओभरहेड। सो यहाँ लेख्छु मैले सेलिङ एन्ड डिस्ट्रिब्युसन ओभरहेड भनेर राख्नु पर्यो है। सेलिङ एन्ड डिस्ट्रिब्युसन ओभरहेड। अब यो पनि तपाईँले क्वेसनमा चेक गर्नु पर्यो। सो सेलिङ एक्सपेन्सेस भनेर हामीलाई कति दिएछ हेर्नुहोस् त ल, 28,000। सो यही हो नि त हाम्रो सेलिङ खर्च होइन। सो सेलिङ एन्ड डिस्ट्रिब्युसन ओभरहेड यहाँ 28,000 तपाईँले लेखेर अब यसलाई पनि यहाँ के गर्नु पर्यो? जोड दिनु पर्यो। सो यो प्लस गर्दा सो हाम्रो ठ्याक्कै कति आउँदो रहेछ भन्दा 6,44,000 आउँदो रहेछ। सो यो 6,44,000। ल अब हेर्नुहोस् त, प्राइम कस्टमा मैले मेरो कम्पनीको तीनटा खर्चलाई जोड्नुपर्छ। फ्याक्ट्री ओभरहेड भयो, अफिस ओभरहेड, सेलिङ ओभरहेड। अब यो तीनटै खर्चलाई जोडेपछि मेरो जुन भ्याल्यु आउँछ यसैलाई मैले के भन्छु? दिस इज माई टोटल कस्ट आयो है। यही मेरो टोटल कस्ट। अब यो टोटल कस्टमा मैले के गर्नुपर्छ भन्दा प्रफिटलाई एड गर्नु पर्यो होइन। सो एड नेट प्रफिट भनेर लेख्छु। प्रफिटको चाहिँ हामीसँग तीनटा कन्डिसन अभाइलेबल छ। अब यहाँ चाहिँ हामीलाई के दिएछ भन्दा 20% अफ सेल्स भनेछ नि त होइन। सो सेल्स 20% काट्ने, सेल्समा लगाउनु छ भने
तपाईँले 20/100 - 20 विच इज 80 लेखे पनि भयो, अथवा मैले डिटेलमै राखिदिएँ इन्टु कस्ट गर्नु पर्यो। सो कति छ कस्ट 6,44,000। ल अब यो गर्नुहोस् त ल 20/80 इन्टु 6,44,000 गर्नुभयो भने हाम्रो प्रफिट आउँदो रहेछ 1,61,000 है, 1,61,000। अब यो सबैलाई तपाईँले जोडिदिनु पर्यो। सो यहाँ यसरी मैले धर्का ताने। ल अब यो गरेपछि यो 1,61,000 र माथिको 6,44,000 लाई तपाईँले एड गर्नु पर्यो, विच कम्स टु 8,05,000 आउँछ है हाम्रो, 8,05,000। अनि यसलाई चाहिँ मैले के भन्छु सेल्स, नेट सेल्स अथवा सेल्स रेभेन्यू भनेर यसलाई मैले यसरी राखेँ। सो हाम्रो कस्ट सिट बनाउने चाहिँ यति नै हो है। सो कस्ट सिटमा अब यसमा हामीलाई ओपनिङ र क्लोजिङ स्टक दिएको हुँदैन, त्यही भएर विल अलवेज स्टार्ट विथ डाइरेक्ट एक्सपेन्सेस। यो डाइरेक्ट खर्च सबैलाई जोडेपछि हाम्रो प्राइम कस्ट आउँछ। प्राइम कस्टमा हामीले तीनटा खर्च अब टर्न बाई टर्न जोड्दै जानु पर्यो। पहिलो फ्याक्ट्री ओभरहेड जोड्ने, अनि फ्याक्ट्री कस्ट आउँछ। अफिस ओभरहेड जोडेर कस्ट अफ प्रोडक्सन आउँछ। कस्ट अफ गुड सोल्ड र प्रोडक्सन दुवै यही हुने भयो। त्यसमा हामीले सेलिङ एन्ड डिस्ट्रिब्युसन ओभरहेडलाई जोडेपछि हाम्रो के आउँछ टोटल कस्ट आउँछ। अनि त्यसमा हामीले नेट प्रफिटलाई जोडिदिएपछि के आउँदो रहेछ हाम्रो सेल्स रेभेन्यू आउँछ है। सो दिस इज आवर फर्स्ट स्टेप। अब यो फर्स्ट स्टेप पछि अघि मैले हेर्नुहोस् त यहाँ तपाईँलाई देखाएको थिएँ नि, यो हाम्रो फर्स्ट स्टेप चाहिँ सक्यो है। अब फर्स्ट स्टेप पछि सेकेन्ड स्टेपमा हामीले के गर्नु पर्दो रहेछ क्यालकुलेसन अफ पर्सेन्टेज गर्नु पर्दो रहेछ। सो अब ए नम्बर फर्स्टमा हामीले के को पर्सेन्टेज क्यालकुलेट गर्ने फ्याक्ट्री ओभरहेड, यो जुन तीनटा खर्च छ नि, पहिला फ्याक्ट्री ओभरहेड, त्यसपछि अफिस ओभरहेड, त्यसपछि सेलिङ ओभरहेड, यो तीनटैको हामीले पर्सेन्टेज के गर्नुपर्छ क्यालकुलेट गर्नुपर्छ है। अब पर्सेन्टेज क्यालकुलेट गर्दा चाहिँ तपाईँलाई क्वेसनले यो बेस चाहिँ तोकेको हुन्छ, तर कुनै कुनै क्वेसनमा तपाईँलाई बेस तोकेन भने यो चाहिँ हाम्रो बाई डिफल्ट हुने भयो कि। अब फ्याक्ट्री ओभरहेडको पर्सेन्टेज निकाल तर बेस भने छैन भने तपाईँले डाइरेक्ट वेजेसको बेसिसमा निकाल्नुपर्छ। अफिस ओभरहेडको पर्सेन्टेज निकाल्ने तर तपाईँलाई नाम तोके छैन भने तपाईँले केमा निकाल्नुपर्छ फ्याक्ट्री कस्टको बेसिसमा निकाल्नुपर्छ। सो अब मैले फर्स्टबाट सुरु गर्नु पर्यो। सो यहाँ मैले यसमा राखेको छु ल क्यालकुलेसन अफ पर्सेन्टेज। पहिलो नम्बरको गरौँ है। सो ए। सो फर्स्टमा मेरो कुन खालको खर्च अरे मसँग हुने फ्याक्ट्री ओभरहेड। सो यहाँ यो चाहिँ तपाईँले वर्किङ नोटमा देखाउनु पर्छ है। सो यहाँ लेख्छु मैले पर्सेन्टेज अफ फ्याक्ट्री ओभरहेड, दिस इज आवर फर्स्ट एक्सपेन्सेस है। पर्सेन्टेज अफ फ्याक्ट्री ओभरहेड अन द बेसिस अफ, अब फेरि डाइरेक्ट तपाईँले वेजेस लेख्ने होइन नि, अन द बेसिस अफ। पहिला क्वेसनमा हेर्नुपर्छ क्वेसन साइलेन्ट छ कि क्वेसनले केही भनेछ भनेर हेर्नुपर्छ। सो यहाँ हेर्नुभयो भने अब यो माथिको हाम्रो कस्ट सिट प्रिपेयर भयो। अब टेन्डर सिट बनाउनको लागि यो मलाई तल्लको एस्टिमेट गर्ने भनेको यो डाटा दिएछ है। ल यहाँ हेर्नुहोस् त फ्याक्ट्री ओभरहेड अन द बेसिस अफ प्राइम कस्ट भनेर क्वेसनले मलाई भनेछ। अब क्वेसनले भन्यो भने तपाईँले फ्याक्ट्री ओभरहेडको पर्सेन्टेज के को बेसिसमा निकाल्नु पर्यो प्राइम कस्टको है। सो इज इक्वल टु अब प्राइम कस्टको बेसिसमा निकाल्नु छ भने माथि फ्याक्ट्री ओभरहेड राख्नु पर्यो, फ्याक्ट्री ओभरहेड तल्ल चाहिँ केलाई राख्नु पर्यो प्राइम कस्टलाई राख्नु पर्यो, अनि पर्सेन्टेज चाहियो त्यही भएर केले मल्टिप्लाई गर्नुपर्छ इन्टु 100 गर्नुपर्छ है। ल फ्याक्ट्री ओभरहेड अब कहाँबाट हेर्ने भन्दा अब कस्ट सिटबाट हेर्ने, किनकि अहिले त मेरो कस्ट सिट मात्र प्रिपेयर भएको छ नि त होइन। सो कस्ट सिटमा हेर्नुहोस् त ल कति छ फ्याक्ट्री ओभरहेड हाम्रो 60,000 दिएछ। सो यहाँ गएर मैले फ्याक्ट्री ओभरहेड 60,000 राख्छु, अनि प्राइम कस्ट भनेर मलाई कति दिएछ हेर्नुहोस् त ल 5 लाख। सो यहाँ चाहिँ मैले 5 लाख भनेर राखेँ, अनि इन्टु पर्सेन्टेजमा चाहिएपछि इन्टु 100 गरिदिन्छु, 100% होइन। ल अब ए को आउँछ। त्यसपछि बीमा अब फ्याक्ट्री ओभरहेड पछि मेरो अर्को खर्च के रहेछ हेर्नुहोस् त ल अफिस एन्ड एडमिनिस्ट्रेटिभ ओभरहेड। अब त्यसको पनि पर्सेन्टेज निकाल्नुपर्छ है। पर्सेन्टेज अफ अफिस एन्ड एडमिनिस्ट्रेटिभ ओभरहेड, पर्सेन्टेज अफ अफिस एन्ड एडमिनिस्ट्रेटिभ ओभरहेड भनेर राखेँ यहाँ।
अब अफिस एन्ड ओभरहेडको पर्सेन्टेज निकाल्दा अफिस एडमिनिस्ट्रेटिभलाई माथि अनि के को बेसिसमा पर्सेन्टेज क्याल्कुलेट गर भनेछ ल हेर्नुहोस् त एडमिनिस्ट्रेटिभ ओभरहेड अन द बेसिस अफ फ्याक्ट्री कस्ट सो के को बेसिसमा निकाल्ने फ्याक्ट्री कस्ट सो फ्याक्ट्री कस्टलाई तपाईँले तल राख्नुपर्छ है इज इक्वल टु एडमिनिस्ट्रेटिभ ओभरहेड माथि राख्नु पर्यो सो यहाँ लेख्नुहोस् एडमिनिस्ट्रेटिभ ओभरहेड अनि तल्ल तपाईँले के को बेसिसमा भनेछ फ्याक्ट्री कस्ट है अपन फ्याक्ट्री कस्ट पर्सेन्टेजमा चाहिएको भएर इन्टु 100% गर्छु ल अब बी को पनि हुन्छ त्यसपछि हाम्रो सी अब सीमा चाहिँ हाम्रो कुन टाइपको खर्च लेफ्ट ओभर छ अब सेलिङ एन्ड डिस्ट्रिब्युसन यसको पनि पर्सेन्टेज निकाल्नु पर्यो सो पर्सेन्टेज अफ सेलिङ एन्ड डिस्ट्रिब्युसन ओभरहेड percentage of selling and distribution overhead is equal to so माथि selling and distribution अनि तल के को बेसिसमा काट्ने भनेछ हेर्नुस् त ल फ्याक्ट्री कस्ट को बेसिसमा है सो यहाँ तल चाहिँ फ्याक्ट्री कस्टलाई राख्नु पर्यो मैले सो माथि सेलिङलाई राखे सेलिङ एन्ड डिस्ट्रिब्युसन ओभरहेड सेलिङ एन्ड डिस्ट्रिब्युसन ओभरहेड भनेर राख्छु अनि तल चाहिँ तपाईँले केलाई राख्नु पर्दो रहेछ फ्याक्ट्री कस्टलाई है फ्याक्ट्री कस्ट अब पर्सेन्टेजमा चाहिएको भएर यहाँ चाहिँ तपाईँले के राख्नु पर्यो इन्टु 100 भनेर राख्नु पर्यो यहाँ 100 ल अब सेलिङ ओभरहेड ल हेर्नुहोस् त हामीलाई कति दिएछ है अब यही कस्ट सिटमा हेर्ने हो के सो यहाँ सेकेन्डमा हेर्नुभयो भने एडमिनिस्ट्रेटिभ ओभरहेड भनेर हामीलाई क्वेसनले कति दिएछ 56,000 छ नि त ल हेर्नुहोस् त कति छ यसको 56,000 सो यहाँ मैले 56,000 राख्छु अपन फ्याक्ट्री कस्ट भन्छ कति दिएछ हेर्नुहोस् त ल फ्याक्ट्री कस्ट हामीलाई कति आएको थियो अघि कस्ट सिटमा 5,60,000 सो यसलाई 5,60,000 ले डिभाइड गरेर इन्टु के गरिदिनु पर्यो 100 गर्नु पर्यो ल पर्सेन्टेज निकाल्नु पर्छ है सो पहिला यो ए को गरौँ कति छ भन्दा 60,000 डिभाइडेड बाई 5 लाख इन्टु 100 गर्दा यसको ठ्याक्कै हाम्रो आउँदो रहेछ 12% है अब बी को गरौँ सो बी मा 56,000 डिभाइडेड बाई 5,60,000 इन्टु 100 गर्दा हाम्रो आउँदो रहेछ यहाँ ठ्याक्कै 10% अब सी को गर्नु पर्यो है ल सेलिङ डिस्ट्रिब्युसन हाम्रो कति दिएछ हेर्नुहोस् त ल कस्ट सिटमा सेलिङ डिस्ट्रिब्युसन कति आछ 28,000 है सो माथि 28,000 अनि तल फ्याक्ट्री कस्ट कति रे हाम्रो फ्याक्ट्री कस्ट आएको 5,60,000 सो 5,60,000 इन्टु 100 गर्नु पर्यो ल यसको कति आउँदो रहेछ भन्दा 28,000 डिभाइडेड बाई 5,60,000 इन्टु 100 गर्यो भने ठ्याक्कै हाम्रो आउँदो रहेछ 5% है ल सो फ्याक्ट्री ओभरहेडको कति आयो 12% अफिस ओभरहेड 10% हैन अनि सेलिङ ओभरहेड कति आयो 5% है अब यो किन क्याल्कुलेट गर्नुपर्छ अब टेन्डर सिट प्रिपेयर गर्दा म भन्छु है ल अब हाम्रो स्टेप नम्बर 2 पनि भयो क्याल्कुलेसन अफ पर्सेन्टेज डन अब यसपछि हाम्रो लास्ट स्टेप भनेको के रहेछ हेर्नुहोस् त ल प्रिपेयर टेन्डर सिट रे अब चाहिँ मैले के बनाउनु पर्यो टेन्डर सिट प्रिपेयर गर्नु पर्यो हैन ल अब यो टेन्डर सिटको फर्मेट पनि मैले यसरी रेडी पारेको छु अब यो प्रिपेयर गर्दा तपाईले यहाँ जे कस्ट सिटमा राख्नु भयो थियो नि सेम कुरा तपाईले राख्नु पर्यो तर अमाउन्ट मात्र डिफरेन्ट हुने भयो के ल हेर्नुस् त फर्स्टमा हामीलाई के दिएछ डाइरेक्ट मटेरियल लेखेको थियो नि त हैन अब क्वेशनमा हेर्नुस् त ल टेन्डर सिट प्रिपेयर गर्नको लागि दिएको डाटा यो तल्लको डाटा हो सो यो तल्ल हामीलाई डाइरेक्ट मटेरियल 50,000 भनेर दिएछ अनि डाइरेक्ट वेजेस हामीलाई कति दिएछ 30,000 सो दुवैको एन्ट्री तपाईले गर्नु पर्यो है सो यहाँ फर्स्टमा तपाईले लेख्नुहोस् डाइरेक्ट मटेरियल सो डाइरेक्ट मटेरियललाई हामीलाई कति दिएछ भन्दा 50,000 है त्यसपछि हाम्रो सेकेन्ड आइटम के दिएछ डाइरेक्ट वेजेस भनेर दियो डाइरेक्ट वेजेस हामीलाई दिएछ 30,000 अब यो सबै डाइरेक्ट खर्च जोड्दिएपछि हाम्रो के आउँदो रहेछ ए नम्बरमा प्राइम कस्ट आउँछ है सो यहाँ प्राइम कस्ट भनेर ल 50 र 30 जोड्दियो भने हाम्रो टोटल कति आउने भयो 80,000 आउने भयो ल यति गरेपछि अब यो कस्ट सिटमा जे गर्नु भयो थियो तपाईले यहाँ पनि त्यही गर्नुपर्छ के
प्राइम कस्ट आएपछि अब फ्याक्ट्री ओभरहेड जोड्ने, त्यसपछि फ्याक्ट्री कस्ट आउँछ, त्यसपछि अफिस ओभरहेड जोड्ने, त्यसपछि सेलिङ ओभरहेड। सो सबैभन्दा पहिला हामीले के जोड्नुपर्छ, फ्याक्ट्री ओभरहेड जोड्नुपर्छ है। सो यहाँ एड गर्छु मैले फ्याक्ट्री ओभरहेड, फ्याक्ट्री ओभरहेड। अब यो फ्याक्ट्री ओभरहेड मलाई चाहिँ दिएको हुँदैन कि क्वेसनले। अब किन हुँदैन भन्दा टेन्डर सिट भनेको त मैले भोलिको प्राइस एस्टिमेट गर्ने हो नि त। अब भोलिको प्राइस एस्टिमेट गर्दा फ्याक्ट्रीको खर्च कति लाग्यो भनेर मलाई अलरेडी थाहा हुँदैन नि त होइन। त्यही भएर अघि मैले के गरेको थिएँ, यहाँ पर्सेन्टेज क्यालकुलेट गर्नुको रिजन नै यही हो कि यो हाम्रो एस्टिमेटेड होइन। हिजोको फ्याक्ट्री ओभरहेडको बेसिसमा मैले भोलिको फ्याक्ट्री, भोलि मलाई फ्याक्ट्री ओभरहेड कति लाग्छ भनेर एस्टिमेट गर्दा 12% लाग्छ भनेर आएको नि त होइन। 12% अन द बेसिस अफ यहाँ के भनेको थियो हाम्रो प्राइम कस्ट है। यहाँ ल अन द बेसिस अफ प्राइम कस्ट भनेको थियो होइन। ल यसरी गर्नु पर्यो तपाईँले। ल अब यहाँ हेर्नुभयो भने ल फ्याक्ट्री ओभरहेड हाम्रो कति पर्सेन्ट आएको रहेछ, 12% है। सो 12% निकाल्नु पर्यो। अब 12% के को निकाल्ने भन्दा अघि हाम्रो बेस के दिएछ, प्राइम कस्ट। सो प्राइम कस्टकै 12% निकाल्नु पर्यो कि। तर अब तपाईँले कस्ट सिटको प्राइम कस्टलाई हेर्ने होइन। अब कस्ट सिटको कुरा सकियो। अब हामी कुनमा आइसक्यो, हामी टेन्डर सिटमा। सो टेन्डर सिटमा एमाउन्ट राख्दा तपाईँले 12% अफ प्राइम कस्ट यो टेन्डर सिटकै प्राइम कस्टलाई हेर्नुपर्छ है। र कति दिएछ हामीलाई टेन्डर सिटको प्राइम कस्ट, 80,000 दिएछ नि त। सो तपाईँले यहाँ 12/100 इन्टु 80,000 गर्नुभयो भने ठ्याक्कै कति आउँदो रहेछ हाम्रो 9,600 आउँदो रहेछ है। सो यो 80,000 यसमा जोडिदिनु भयो भने कति आयो, 89,600। ल भन्नुहोस् त अब प्राइम कस्टमा फ्याक्ट्री ओभरहेडलाई जोडेपछि हाम्रो के आउँदो रहेछ बी नम्बरमा भन्दा फ्याक्ट्री कस्ट आउँछ। सो यहाँ तपाईँले फ्याक्ट्री कस्ट लेख्नुहोस्। फ्याक्ट्री कस्ट, फ्याक्ट्री कस्टको अर्को नाम के पनि हुँदो रहेछ हाम्रो वर्क कस्ट पनि हुन्छ है। ल अब फ्याक्ट्री कस्टमा हामीले अर्को केलाई जोड्नु पर्थ्यो अरे। ल हेर्नुहोस् त अघिको कस्ट सिटलाई सम्झिनु त ल होइन। फ्याक्ट्री ओभरहेड कस्ट आएपछि हामीले अफिस ओभरहेडलाई जोड्थ्यो। सो त्यसैलाई जोड्नु पर्यो, एड अफिस एन्ड एडमिनिस्ट्रेटिभ ओभरहेड भनेर यहाँ जोड्नुपर्छ है। एड अफिस एन्ड एडमिनिस्ट्रेटिभ ओभरहेड। अब यो पनि हामीलाई दिएको हुँदैन, हामीले एस्टिमेट गर्ने हो। सो एस्टिमेट गर्दा कति पर्सेन्ट लाग्छ होला भनेर अघि मैले क्यालकुलेट गरेको छु। हेर्नुहोस् त ल 10%। के को 10% रे यो होइन, पर्सेन्टेज अफ अन द बेसिस अफ है, अन द बेसिस अफ ल के को बेसिसमा भनेछ, फ्याक्ट्री कस्ट। यहाँ फ्याक्ट्री कस्टको बेसिसमा। सो तपाईँले 10% अफ यो तल्ला जुन छ नि फ्याक्ट्री कस्ट, यसको 10% काट्नु पर्यो कि। सो 10% अफ के को 10% रे, एफसी भनेको फ्याक्ट्री कस्ट। अब कस्ट सिटको फ्याक्ट्री कस्ट हेर्ने होइन, अब टेन्डर सिटको फ्याक्ट्री कस्ट हेर्नुपर्छ कि। सो टेन्डर सिटको हेर्नुहोस् त ल कति छ फ्याक्ट्री कस्ट, 89,600। सो 10% अफ 89,600 गर्यो भने कति आयो, 8960 आउने भयो होइन। सो अब यसलाई जोड्नुहोस् त ल 89,600 मा 8960 जोड्नु भयो भने हाम्रो ठ्याक्कै कति आउँदो रहेछ, 98,560 आउँदो रहेछ। यो चाहिँ हाम्रो के आयो भन्दा अब यसपछि के आउँछ, अफिस ओभरहेड जोडेपछि कस्ट अफ प्रोडक्सन आउँछ है। सो यसलाई मैले भने कस्ट अफ प्रोडक्सन। सो कस्ट अफ प्रोडक्सन भने पनि यही, कस्ट अफ गुड सोल्ड भने पनि यही हो है। अब यसमा हाम्रो लास्ट कुन खर्च रहेछ भन्दा सेलिङ ओभरहेड होइन। सो यसमा एड गरिदिनु सेलिङ एन्ड डिस्ट्रिब्युसन ओभरहेड। सो यहाँ मैले एड गरेँ सेलिङ एन्ड डिस्ट्रिब्युसन ओभरहेड। यो चाहिँ हाम्रो कति पर्सेन्ट आएको छ हेर्नुहोस् त ल, 5%। के को 5% भन्दा यसैको 5% के फ्याक्ट्री कस्टको बेसिसमा होइन। क्वेसनले हामीलाई जुन बेस भन्छ नि यहाँ होइन, एडमिनिस्ट्रेटिभ ओभरहेड अन द बेसिस अफ फ्याक्ट्री कस्ट, सेलिङ एक्सपेन्सेस अन द बेसिस अफ फ्याक्ट्री कस्ट। सो यसको बेस जे दिएछ त्यसैको पर्सेन्टेज क्यालकुलेट गर्नुपर्छ है। सो कति रे, 5% अफ के रे हाम्रो 5% अफ फ्याक्ट्री कस्ट। सो 5%
अफ फ्याक्ट्री कस्ट। अब यसको फ्याक्ट्री कस्ट हेर्नु पर्यो कति रहेछ हाम्रो यसको फ्याक्ट्री कस्ट भन्दा 89,600। सो यहाँ कति आउँदो रहेछ 4480 आयो। सो अब यसलाई पनि जोडिदिनु पर्यो है। सो 98560 जोड्दा हाम्रो ठ्याक्कै आउँदो रहेछ 1,03,040 आयो। सो अब यो के आयो हाम्रो भन्दा डीमा आयो टोटल कस्ट, सबै खर्च जोडिबे आयो नि त हैन। अब खर्च टोटल कस्ट आएपछि यसमा तपाईले केलाई एड गर्नुपर्छ नेट प्रफिट। सो एड नेट प्रफिट गर्नुस्। अब क्वेसनले नेट प्रफिटको कन्डिसन चाहिँ चेन्ज हुँदैन है। यो जुन हामीलाई 20% सेल्स भनेछ नि कस्ट सिटको पनि यही हो अनि टेन्डर सिट बनाउँदा पनि मैले युज गर्ने यही नै हो। सेल्स भन्यो भने हामीले के गर्नुपर्छ 20/100 माइनस 20 गर्नु पर्यो नि त यहाँ। सो यहाँ 20/100 माइनस 20 इन्टु 1,03,040 गर्नु पर्यो है। ल गर्नुस् त ल कति आउँदो रहेछ हाम्रो 20/80 इन्टु 1,03,040 गर्दा हाम्रो ठ्याक्कै प्रफिट आउँदो रहेछ 25,760 आयो। ल अब यसलाई जोडिदिनुहोस् त ल यहाँ एड गर्यो 1,03,000 प्लस हाम्रो टोटल हैन यो कति आयो भन्दा टोटल 1,28,800 आयो है। अब हामीले कस्ट सिट बनाउँदा यसलाई सेल्स भन्थ्यो नि त। अब यहाँ चाहिँ मैले सेल्स भन्न मिल्दैन, यसमा चाहिँ मैले यसलाई के भन्नुपर्छ दिस इज आवर एस्टिमेटेड प्राइस हो कि कोटेसन प्राइस हो अथवा यसलाई तपाईले टेन्डर प्राइस भनेर पनि लेख्न सक्नुहुनेछ है। यसरी हजुरले यो टेन्डर सिट प्रिपेयर गरेर यसलाई यसरी लाइन तानेर क्लोज गरिदिनु भयो मिल्छ। ल सो दिस इज हाउ वी प्रिपेयर। सो हाम्रो फर्स्ट स्टेपमा कस्ट सिट बनायो। कस्ट सिट बनाएपछि हामीले के गर्नु पर्दो रहेछ यो क्याल्कुलेसन अफ पर्सेन्टेज गर्नु पर्दो रहेछ हैन। क्याल्कुलेसन अफ पर्सेन्टेज गरेपछि हाम्रो थर्ड स्टेपमा के आउँदो रहेछ भन्दा यो टेन्डर सिट प्रिपेयर गर्ने रहेछ। सो कस्ट सिट र टेन्डर सिटको क्वेसन आउँदा तपाईले यो तीनटा स्टेपलाई सम्झिनु पर्छ है। एउटा कस्ट सिट बनाउने, सेकेन्डमा क्याल्कुलेसन अफ पर्सेन्टेज गर्ने, के को पर्सेन्टेज क्याल्कुलेट गर्ने एउटा फ्याक्ट्री ओभरहेड, एउटा अफिस ओभरहेड अनि अर्को सेलिङ ओभरहेडको पर्सेन्टेज क्याल्कुलेट गर्ने। त्यसपछि लास्ट स्टेपमा हामीले के गर्ने प्रिपेयर टेन्डर सिट। सो यति स्टेप फलो गर्नुभयो भने तपाईले सजिलै कस्ट सिट र टेन्डर सिट प्रिपेयर गर्न सक्नुहुनेछ। सो आई होप दिस वाज हेल्पफुल टु यु। अब कुनै क्वेसन छ भने